नमस्कार सबैजनालाई, मेरो नाम डाक्टर मनु कार्की। म इको साथी नेपालको फाउन्डर र सिइओ हो। र 2019 देखि हामीले इको फ्रेन्डली प्रडक्ट्सहरू नेपालमा लिएर आइरहेका छौँ। के अरे बिहान हजुर उठेदेखि बेलुका सुत्दासम्म जति पनि प्लास्टिकहरू हजुरले युज गर्नुहुन्छ त्यसको अल्टरनेटिभ अथवा वैकल्पिक उपायहरू चाहिँ इको साथी नेपालमा पाउन सक्नुहुन्छ। इको साथी नेपालको डिजिटल मिडिया पेजेसबाट चाहिँ हामीले धेरै अवेरनेसहरू र एडभोकेसी गरिरहेको छौँ। हरेक वर्ष हामीले मेरो महिनावारी हरियो भन्ने इभेन्ट गर्छौँ भने हाम्रो प्रडक्टहरू पनि जतिसक्दो वेस्टमा नजाओस् र सर्कुलर इकोनोमीमा आधारित प्रडक्टहरू छन्। म आफै पनि आमा हो र हरेकचोटि चाहिँ मैले बच्चाहरूलाई प्रयोग गर्दाखेरि चाहिँ यो नेचुरल छ कि छैन, इको फ्रेन्डली छ कि छैन भनेर धेरै ध्यान दिइरहेको हुन्छु। त्यही कारणले गर्दाखेरि हाम्रो प्रडक्टहरू पनि त्यस्तै खालको सस्टेनेबल, इको फ्रेन्डली र हेल्दियर फर अर्थलिङ्स एन्ड हेल्दियर फर प्लानेट भनेर हामीले अगाडि ल्याइरहेको छौँ। सो म हजुरलाई केही प्रडक्टहरू पनि देखाउँछु। यसमा चाहिँ हाम्रो इको फ्रेन्डली स्टेसनरीहरू छ। जस्तै यो ह्यान्डले रोल गरेको न्युज पेपर पेन्सिल हो भने हामीसँग पेन छ र रुलर छ। यो चाहिँ हाम्रो इको फ्रेन्डली कटलरी पाउच हो। सो यो पाउचमा चाहिँ हजुरले स्पुन, फोर्क अनि स्ट्र र क्लिनर देख्न सक्नुहुन्छ। जुनै पनि ठाउँमा बाहिर घुम्न जाँदाखेरि हजुरले प्लास्टिकको खानेकुरा, चम्चाले खानेकुरा खानु नपरोस् भनेर चाहिँ यस्तो खालको प्रडक्ट बनाएको हो। यो पाउच पनि रिसाइकल्ड जिन्सले बनेको पाउच हो। म अर्को एउटा पनि देखाउँछु। यो चाहिँ ब्याम्बूको हेयर ब्रस हो। यो ट्राभल फ्रेन्डली छ र इफ हजुरको यो भाँचियो भने चाहिँ हामीले यसलाई फेरि रिप्लेस गरिदिन्छौँ, विच इज अमेजिङ। किनभने यो कहिले पनि हजुरको वेस्ट हुँदैन र यो ब्याम्बूले नै बनेको हो सबै। र नेचुरल रबर कुसनले बनेको कुसन छ। हाम्रो साबुन चाहिँ नेटलको साबुन हो, एकदम मोइस्चराइजिङ छ र डर्माटोलोजिस्टले टेस्ट गरेर बनाएको साबुन हो। अहिले हामीले नेचर बेस्ड सोल्युसनबाट चाहिँ यो टुथपेस्ट ट्याब्लेट बनाएको छौँ। यसको एकदमै यो अर्ली स्टेजको प्रोटोटाइप मात्रै हो। यो चाहिँ हामीले चु गर्ने, चबाउने अनि त्यसपछि ब्रस गर्ने र यसलाई फाल्ने हो। यो चाहिँ एकदमै सर्कुलर प्रडक्ट हो किनभने यसले एक्वाटिक एनिमलहरूलाईदेखि लिएर पानीहरूलाई पनि यसले हार्डन गर्दैन र केमिकल फ्री छ होइन। सो अर्को चाहिँ हाम्रो यो नेचुरल डियोड्रेन्ट बाम छ। सो हजुरको यो नेचुरल डियोड्रेन्ट बामको यो जुन टिन क्यान छ, यसलाई चाहिँ हजुरले हामीलाई फिर्ता दिनुभयो भने चाहिँ हजुरले 5% डिस्काउन्ट पाउनुहुन्छ र यसलाई हामीले रिफिल गरेर हजुरलाई पठाउँछौँ। र यसलाई यस्तो खालको देखिन्छ यो, र यसमा सिट्रसी स्मेल छ। जति सक्दो सर्कुलर प्रडक्ट होस् भनेर चाहिँ हामीले गर्न खोजिरहेको छौँ। हाम्रोमा वाटर बोतल छ र एकदमै पर्सनल केयर, बडी केयरको प्रडक्टहरू जस्तै बडी ब्रसहरू छ। हामीसँग अहिले 30 भन्दा बढी डिफ्रेन्ट टाइप्स अफ प्रडक्टहरू छन्। प्लिज हजुरले हाम्रो चाहिँ वेबसाइट, इन्स्टाग्राम, फेसबुकमा चाहिँ अर्डर गर्न सक्नुहुन्छ। नेचर बेस्ड सोल्युसन प्रोग्राममा जोइन भएदेखि चाहिँ हामीले नयाँ प्रोटोटाइप बनाउन पायौँ जुन चाहिँ एकदमै राम्रोसँग अगाडि बढिरहेको छ र होपफुली हामीले 2-3 महिनामा चाहिँ यसलाई बजारमा पनि ल्याउन सक्छौँ। मैले चाहिँ यस्तै गरी अरू क्रस कोलाबोरेसन गर्ने मौका पनि पाएँ यहाँ धेरै एन्टरप्रेन्योरहरूसँग, जुन चाहिँ एकदमै राम्रो फ्रुटफुल भयो हाम्रो लागि र एकदम सिक्ने मौका पाएको छु। त्यस कारणले गर्दाखेरि म नेचर बेस्ड सोल्युसनलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै गरी धेरैजनाले चाहिँ नेचर बेस्ड सोल्युसनको टपिक अथवा प्रोग्रामबाट चाहिँ फाइदा लिन सक्नुहोस्, मेन्टरसिपबाट धेरै कुरा सिक्न सक्नुहोस् भन्ने चाहिँ म आशा राख्छु। र धेरै धेरै धन्यवाद अल द अर्गनाइजिङ टिम्स फर दिस एफर्ट। अनि त्यसपछि कोलाबोरेसन एकदमै राम्रो छ र हजुरहरूले यति चान्स इको साथी नेपाललाई दिनुभएकोमा धेरै धेरै थ्याङ्क यू भन्न चाहन्छु।